तपाईको नेताको बालेन कुलमान या रवि? सुन्नु, मेरो नेता जहिले नि मैले यो पार्टी जोइन गर्दाखेरि मैले रवि दाइ कसलाई मान्नुहुन्छ तपाईँ? ठ्याक्कै भन्नुहोस् न। मैले एक प्रश्न म बेइमानी नगर्दैमा भन्दाखेरि मेरो लागि पहिलो नेता मेरो रवि दाइ। रवि दाइ तपाईँको नेता, बालेन होइन? पार्टीको संसद जनताले हेरिरहेको छ, बालेन छैन तपाईँको नेता। सुन्नु, तपाईँले नेता सोध्नुभयो, मेरो लागि है त्यो मेरो आफ्नो। कसलाई नेता मान्नुहुन्छ? तपाईँले जनताको आवाज दिनु भएन है मलाई। मेरो नेता भनेको रवि दाइ, किनभने उहाँलाई आइडल मानेर होइन विगतका समयमा म पार्टीमा जोइन भएको होइन। बालेनजी आउँदाखेरि उहाँ एउटा व्यक्तित्वको रूपमा राम्रो मान्छे हुनुहुन्छ होइन, नो डाउट, त्यसमा हामी डाउट गर्न मिल्दैन। तर व्यक्तिको रूपमा बालेनलाई पनि म सानन्त रूपमा हेर्छु। तर मेरो व्यक्तिगत नेता भनेको ललन नायकको नेता एज अ सभापति होइन, जुन मान्छेलाई हेरेर मैले रासपा जोइन गरेँ, ऊ चाहिँ हाम्रो लागि भनेको रवि दाइ। युवाको लागि रासपा कति उपयुक्त? वान अफ द बेस्ट अप्सन आजसम्मकै पोलिटिक्समा। किनभने मैले विगतमा तपाईँ पनि एउटा युवा हुनुहुन्छ, जोस जागर छ। तपाईँ ठ्याक्कै भन्नुहोस् त, केमा चुनाव लड्नुहुन्छ तपाईँ? प्रतिनिधिमा चुनाव लड्नुहुन्छ तपाईँ? सक्नुहुन्छ? कहाँबाट चुनाव लड्नुहुन्छ? तपाईँलाई जनता भोट दिने आधार के छ? आधार भन्नुहोस् त, ठ्याक्कै भन्नुहोस्। सुन्नु न, मासु भात खाएर मैले होइन, आधार जनतालाई तपाईँलाई भोट हाल्छ, आधार दिनुहोस्। मेरो के आधार? मेरो राजनीतिक के भिजन छ तपाईँसित? भिजनमा कुरा गरौँ न, आधार छोडौँ न। आधार भनेको तपाईँको सङ्गठन नहुनु ठुलो कुरा होइन। हामीसँग सङ्गठन छ, पालिका हिसाबले, वडा हिसाबले, सबैमा छैन भन्न मिल्दैन, सबै वडामा छैन। तर पालिका वडा केही छ, हामीले त्यहाँ सङ्गठन विस्तार गरेका छौँ, अझै पनि लागि परेका छौँ होइन। तर म सक्दिनँ, म गर्नै सक्दिनँ त्यो चाहिँ भन्न मिलेन। त्यो जे तपाईँले भन्नुभयो नि, हामीलाई चुनावमा होमिन सङ्गठन, अलिकति निर्वाचन आयोगले तोकेका खर्च होइन, हामीले। भिजन के छ तपाईँलाई? तपाईँ एउटा युवा हुनुहुन्छ। मेरो भिजन फर्स्ट हो, समग्र के गर्नुहुन्छ तपाईँ? म जनताको लागि हेर्ने हो भने संविधान र पार्टीकै विधानमा म संविधानमै लेख्न चाहन्छु कि यस देशमा भएका हरेक काम जनताले म क्लियर भन्न चाहन्छु। उहाँहरूको नैसर्गिक अधिकार या फन्डामेन्टल राइट भनौँ न, जुन लेखा छ निःशुल्क सार्वजनिक शिक्षा र स्वास्थ्य, त्यो चाहिँ म जुन पार्टी सरकारमा रहे पनि, मेरो पार्टी या जुन पार्टी भए पनि देशकै संविधानमा लेख्नु पर्यो कि 100% तपाईँको एजुकेसन र हेल्थ फ्री हुनु पर्यो। अनि यहाँ जुन क्षेत्रको तपाईँले कुरा गर्नु, म पछि गएर यो क्षेत्रमा केही गर्न चाहन्छु भने अनि जनकपुरको पर्सपेक्टिभमा म पहिले बोल्न चाहन्छु। जनकपुरमा पर्यटन भने हाम्रो यहाँको युवाको लागि आम्दानी र यहाँको समाज। जनकपुरको हाम्रो धरोहर जानकी मन्दिर अहिले पनि त्यहाँ ध्वस्त परिरहेको अवस्थामा फोहोर धेरै फालिन्छ। हाम्रो स्वच्छ जनकपुर छ, अझै छैन। तपाईँहरू खोइ आवाज उठाएको त? तपाईँ एउटा युवा नेता हुनुहुन्छ, जोस जागरण छ, खोइ आवाज उठाएको? सुन्नुहोस्, कहिले पनि हेरेन तपाईँले? म मान्छु, किनभने यसरी मिडियामा आएर तपाईँको जतातता यो त्यो देखाएर म त्यो चाहिँ गर्दैन। तपाईँ के गर्नुभयो जनकपुरका लागि? तपाईँ के गर्नुभयो ठ्याक्कै भन्नुहोस्। दर्शकबिन नमस्कार, सिटी टेलिभिजन एसडीको प्रस्तुति कार्यक्रम सिधा बहसमा स्वागत गर्दछु। म राजेश। आज यहाँ सिधा बहस हुन्छ। आज समसामयिक विषय, वर्तमान राजनीतिक परिस्थितिको बारेमा चर्चा परिचर्चा गर्नेछौँ। जुन हाम्रो कार्यक्रमको नाम हो सिधा बहस। यहाँ घुमाउरो कुरा हुँदैन, सिधा बहसमा सिधा सवाल हुन्छ, सिधा जवाब खोज्ने प्रयास गर्दछौँ। आज हामी अहिले वर्तमान अवस्था, राजनीतिक परिवेशको अहिले उथल पुथल भएको छ हाम्रो देशमा। राजनीतिक सरगर्मी चढेको अवस्थामा छ। बालेन, कुलमान र रवि एक ठाउँमा उभिएपछि राजनीतिक तरङ्ग छाएको अवस्थामा देखिन्छ। आज त्यही सेरोफेरोमा कुराकानी गर्नेछौँ। शेरबहादुर देउवा, केपी शर्मा ओली के गरिरहेको छ विभिन्न ठाउँबाट खुलासा गर्नेछौँ। आज त्यही अनुरूप हामीहरूको बिचमा छ आज आमन्त्रण गरेका छौँ जनकपुर उपमहानगरपालिकाको रासपा नगर सभापति ललन नायकजीलाई। आज उहाँसँग विशेष छलफल अहिलेको वर्तमान राजनीति, कुन ठाउँबाट उम्मेदवारीहरू परिरहेको अवस्थामा छ, जनकपुरको गतिविधि के छ, धनुषा जिल्लालाई केन्द्रित गरेर विशेष कुराकानी गर्नेछु। स्वागत गर्दछु ललनजी सिधा बहसमा तपाईँलाई। धन्यवाद। के छ हाल खबर? मलाई सन्चै छ, आशा गर्छु तपाईँहरूको पनि सन्चै होला। अनि आज जे मलाई यहाँ राजनीतिक र
एउटा के भनौँ न देशमा भइरहेको गतिविधिलाई समेटेर आज यस कार्यक्रम मार्फत मलाई जे शब्द राख्ने मौका तपाईँहरूले दिनुभएको छ त्यसको लागि म यो च्यानल लगायत सम्पूर्ण टिमलाई आभार व्यक्त गर्न चाहन्छु। आज सिधा बहस हुन्छ यहाँ, आज घुमाउरो कुरा सिधा बहसमा हुँदैन। अहिले ठक्कै भन्नुहोस् त, जनकपुर उपमहानगरपालिकाको तपाईँ राजसभाको नगर सभापति हुनुहुन्छ होइन, के सब भइरहेको छ अहिले? अहिले हेर्नु पार्टीमा म जोडेको मोटामोटी 2-3 वर्ष हुन लाग्यो होइन। अहिलेको गतिविधिमा हामी भर्खर समानुपातिक प्राइमेरी इलेक्सनमा हामी बिजी थियौँ होइन। तपाईँहरूले रिजल्ट पनि हेरिसक्नु भएको छ कतै न कतैबाट होइन। अब अहिले जनकपुरको अवस्थामा बालेनजी अनि कुलमानजी हाम्रो रवि दाइले जे एउटा त्यो भनौँ न सबैलाई मिल्ने गरी राजसभालाई जुन हिसाबले आफ्नो जुन उहाँ भावी प्रधानमन्त्री हुन सक्नुहुन्थ्यो तर उहाँले त्यसको लोभ नगरेर अन्य पार्टीबाट आउनुभएका कुलमान सर उहाँलाई पार्टीमा आबद्ध गर्नु अनि भावी प्रधानमन्त्रीमा बालेनलाई अगाडि सार्नु त्यो उहाँको ठुलो बलिदान हो। अब जनकपुरको परिस्थितिमा उहाँहरू यस पार्टीमा आउँदै गर्दा अनि आइसकेपछि आजको अवस्थामा वास्तवमा जनकपुरको अवस्था केही न केही रूपले सङ्गठन हिसाबले हामी पोजिटिभ हेर्दैछौँ। हामी सङ्गठन विस्तारमा अलि फास्ट ट्र्याकले जाँदैछौँ। मान्छेहरू यहाँ मधेसमा बालेन आएपछि वास्तवमा मधेसमा अर्कै हिसाबले क्रेज छ, खास गरी युवामा। किनभने मैले पनि तपाईँको राजनीति सुरुवात गर्दाखेरि म जेन्जी उमेरबाट म 5 वर्ष भएछ तपाईँको मोटामोटी 5 वर्ष अलिक माथि होला यहाँ राजनीतिमा सक्रिय भएको। त्यसपछि जे परिवेश हामीले धेरै कुराहरू विगतमा राजसभासँग घटना हेरिसक्यौँ। त्यो घटनाक्रम हेर्दा 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 आजको जुन अवस्था छ राजसभाको, उहाँहरू 3 जना मिलेपछिको अवस्था, आजको राजसभाको अवस्था तपाईँको यो नगरमा मात्र होइन जिल्ला प्रदेश। बालेन र कुलमान मिलेपछि राजसभाको मध्य प्रदेशमा खास के प्रभाव हुन्छ? बालेन र कुलमान मिलेपछि यस प्रदेशमा भनेको तपाईँको उहाँहरूको पृष्ठभूमि होइन। बालेन भनेको एउटा काठमाडौँको मेयर होइन, अनि यो सङ्घीय नेपालको काठमाडौँको मेयर जस्तो मान्छे। अनि त्यसमा पनि मिडियाबाट अनि धेरै कुराहरू हामीले हेर्दा हेर्दै अहिलेसम्म बालेनप्रति यहाँ मधेसको जनता धेरै आकर्षित छ, उहाँको फ्यान छ। बालेनलाई यहाँ मधेसमा एउटा मधेसीको रूपमा पनि हेरिन्छ होइन। अनि त्यसमा पनि बालेन जस्ता यस्ता होनहार युवा राजनीतिमा आएर त्यो विगतका ठुला ठुला दललाई कसरी अब जनताको लागि काम गर्ने, उनीहरूलाई पछाडि पार्दै कसरी देशलाई अगाडि लाने, त्यसमा बालेन सक्षम छ भने यहाँ मधेसका जनताले पनि बुझिसकेको छ होइन। अनि यो देश हाँक्नेमा मलाई लाग्छ रवि दाइ र बालेन उहाँ दुवैजना अनि कुलमानजी उहाँ सबैजना मिलेर गयो भने मलाई लाग्छ विगतका पार्टीहरूले जुन एउटा आकलन गरे होला मैले यति सिट ल्याउन सक्छु, मैले यति सिट ल्याउन सक्छु, पुरानो पार्टी उहाँहरूको यो सम्भव जुन चान्सेस छ नि त्यो कम हुन जान्छ यदि उहाँहरू एकत्रित नभएर एक्लै सेपरेटली लड्दाखेरि गाह्रो हुन सक्थ्यो। तर आजको वर्तमान अवस्थामा राजसभा धेरै अगाडि भनौँ न माथि उठेका छन् जहाँ चुनाव जित्ने चान्सेसहरू धेरै। अहिले राजसभामा पनि विवाद छिरेको अवस्था देखिएको जुन समानुपातिक सूचीमा जुन सार्वजनिक भयो आफ्नो नातागतलाई मात्र समावेश गर्नुभएको छ। जनताले प्रश्न गरिरहेको छ यो पार्टी पनि आफ्नो नेता गोतालाई मात्र राख्न गर्दछ, के भन्नुहुन्छ तपाईँ? तपाईँले म यो कुरामा प्रश्न के भन्न चाहन्छु, समानुपातिकको जुन सूची गएको छ वास्तविकमा प्रारम्भिक निर्वाचन भएर गएका सूचीहरू छन् होइन। अब माथिका कुराहरू समानुपातिक प्रदेश स्तर जिल्ला स्तर हुँदै माथि कसरी गयो भने हामी
सर्वज्ञ छ कि कसरी गयो होइन, प्राइमेरीबाटै गएको हो। हुनसक्छ त्यहाँ केही टेक्निकल इस्यु छ या केही कस्तो इस्युहरू छ भने प्रमाणसहित मैले कतै यता केही हेरेको छैन। हाम्रै पार्टीमा आबद्ध भएका हाम्रा जे घन्टी मित्रहरू, अभिभावकहरू, उहाँहरूले नि यो कुराहरू तपाईँ फेसबुकमा हिजोदेखि नै तपाईँ हेरिराख्नु भएको होला। वास्तवमा सूचीमा कुलमानको नातागताको, बालनको आफ्नो नातागताको, रविको बालनको नातागताको सूची सार्वजनिक भएको छ। अहिले रवि लामेछामे यो कुरा पनि प्रश्न पारेको छ, जुन टेक्निकल फोल्ट भएको थियो त्यसलाई सच्याउँछौँ हामी, के भन्नुहुन्छ तपाईँ? हेर्नु, रवि दाइले आफ्नै मुखले यदि टेक्निकल फल्ट भएको छ भने सच्याउनुहुन्छ भने कुरा तपाईँले बुझिसक्नुभयो। जनताले प्रश्न गरिरहेको थियो रवि, जनता त्यही त, जनताले विश्वास गरेलाई रविजीलाई यति माया गरेको छ, यति सिट ल्याउनु भयो, अहिले उहाँ जेलमा पनि थियो त माया गरिराख्नु भएको थियो, तर जनतासँग खेलबाड कति न कति भएको नै देखिन्छ। मलाई त अहिलेसम्म त्यस्तो लाग्दैन। मैले के भने अघि नि, तपाईँको केही त्यस्तो टेक्निकल त्रुटि छ भने हामी सच्याउने तर्फ छौँ। हाम्रा अभिभावकहरू उहाँ त्यो काममा जुट्नु भएको छ, प्रदेश स्तरमा हो, जिल्ला स्तरमा हो या केन्द्र स्तरमा। तर त्यहाँ त्रुटि नै भएछ, नाता घोटालै नै दिएछ भने त्यसरी हामीले भन्न मिल्दैन। किनभने मैले पनि तपाईँको यहाँदेखि केन्द्रसम्म मोटामोटी मैले अघि नै तपाईँलाई भने पार्टीमा भएको, आबद्ध भएको धेरै समयको, अनि यहाँदेखि केन्द्रसम्म केही यस्ता फेसेसहरू छ हामीले पनि चिनेका छौँ होइन। त्यसमा मलाई सबै त भन्न मिल्दैन, एक आध तपाईँको हुनसक्छ त्यस्तो बाई डिफल्ट या टेक्निकल प्रब्लमले त्यस्तो हुनसक्छ होइन। तर उहाँहरूबाट यी कुरा आउँछ भने मलाई लाग्छ उहाँहरू आफैले हामी आफ्नै सङ्गठनमा जुन आवाज आएछ यस्तो यस्तो सानपातिकमा भएछ त्यसलाई हामी सच्याउने तर्फ छौँ। त्यो अभिभावकहरूकै मुखबाट हामीले पनि सुन्न पाएछौँ। त्यति हो। तपाईँ एउटा जनकपुर धामबाट, मध्य प्रदेशको राजधानी जनकपुर धामको रासपा पार्टीको नगर सभापति हुनुहुन्छ। सङ्गठन कस्तो छ तपाईँको? हाम्रो सङ्गठन हेर्नु, अब सुरुवात कालमा तपाईँलाई थाहै छ विगतका दिनहरूमा जे राष्ट्रिय स्वतन्त्र पार्टीसँग जे घटना भयो, घटनाक्रमले गर्दा होइन, हामी यसरी भन्दैनौँ कि हाम्रो प्रत्येक वाडामा सङ्गठन छ होइन जनकपुरमा, तर हामी प्रत्येक वाडासम्म पहुँच पाएका छौँ, त्यहाँ पुगिसकेका छौँ। अनि प्रत्येक वाडामा हाम्रो सक्रिय सदस्यहरू छ, तर हामीले एउटा तटस्थ कमिटी भने मोटामोटी 50% हामी पुगिसकेका छौँ। अनि बिस्तारै अब यो 2-4 दिनपछि सायद हामी अझै त्यो भनौँ न गुणात्मक नै हुन्छ हाम्रो सङ्गठन विस्तार, त्यतातर्फ हाम्रो ध्यान जाँदैछ। म यहाँ तपाईँको नगर सभापति भएर मात्रै तपाईँको त्यो सङ्गठन सम्बन्धी तपाईँ एकदमै एक्टिभ पनि हुनुहुन्छ। विभिन्न ठाउँमा तपाईँलाई हेर्छु, सङ्गठनको विस्तारको कुरा होस् या विभिन्न ठाउँमा जानु परोस् त म हेर्छु तपाईँलाई। एउटा कुरा भन्नुहोस् त, रासपा पार्टी अहिले वर्तमान 2082 साल फागुन 21 गते जुन निर्वाचन तोकिएको छ, सक्षम छ अहिले चुनावमा जान? चुनावमा जान सक्षम त छ। अब विगतका पार्टीहरूलाई हेर्दा होइन, उहाँहरूका नीति यदि वास्तवमा पैसाकै चलखेल भएन भने रासपामा तपाईँको राम्रा राम्रा पढे लेखेका मभन्दा पनि विज्ञहरू जुडेका छन् होइन। म एउटा साधारण लेखपढ गरेका होइन युवा हुँ, तर मभन्दा पनि विज्ञ मान्छेहरू छन्। पछि मलाई लाग्दैन कि रासपा तपाईँको कतै कुनै चिजले यदि जहाँ मनी म्याटर आउँदैन त्यहाँ रासपा कतै फेल हुँदैन। रासपा जनताको पार्टी या नतागोताको पार्टी? रासपा अहिलेसम्म मेरो नजरमा अहिलेसम्म जनताकै पार्टी भन्नु पर्यो। अब बालेन कुलमान घिसिङ आएपछि, रवि आएपछि तपाईँको नेताको बालेन कुलमान या रवि? सुन्नु, मेरो नेता जहिले नि मैले यो पार्टी जोइन गर्दाखेरि मैले रवि दाइ। कसलाई मान्नुहुन्छ तपाईँ? ठ्याक्कै भन्नुहोस् न। मैले एक प्रश्न म बेइमानी नगर्दैमा भन्दाखेरि मेरो लागि पहिलो नेता मेरो रवि दाइ। रवि दाइ तपाईँको नेता, बालेन होइन? पार्टीको संसद जनताले हेरिरहेको छ, बालेन छैन तपाईँको नेता। सुन्नु, तपाईँले नेता सोध्नुभयो, मेरो लागि है त्यो मेरो आफ्नो। कसलाई नेता मान्नुहुन्छ? तपाईँले जनताको आवाज दिनु भएन है मलाई। मेरो नेता भनेको रवि दाइ, किनभने उहाँलाई आइडल मानेर होइन विगतका समयमा म पार्टीमा जोइन भएको होइन। बालेनजी आउँदाखेरि उहाँ एउटा व्यक्तित्वको रूपमा राम्रो मान्छे हुनुहुन्छ
होइन, नो डाउट, त्यसमा हामी डाउट गर्न मिल्दैन। तर व्यक्तिको रूपमा बालेनलाई पनि म सानन्त रूपमा हेर्छु। तर मेरो व्यक्तिगत नेता भनेको ललनायकको नेता एज अ सभापति होइन, जुन मान्छेलाई हेरेर मैले रासपा जोइन गरेँ, ऊ चाहिँ हाम्रो लागि भनेको रवि दाइ हो। युवाको लागि रासपा कति उपयुक्त? वान अफ द बेस्ट अप्सन आजसम्मकै पोलिटिक्समा। किनभने मैले विगतमा तपाईँ पनि एउटा युवा हुनुहुन्छ, जोस जागर छ। तपाईँ ठ्याक्कै भन्नुहोस् त, केमा चुनाव लड्नुहुन्छ? तपाईँ प्रतिनिधिमा चुनाव लड्नुहुन्छ? तपाईँ सक्नुहुन्छ? कहाँबाट चुनाव लड्नुहुन्छ? प्रतिनिधिमा सक्दिनँ त्यो तपाईँले भन्न मिल्दैन होइन। हाम्रा पार्टीमा रहेका अभिभावक, पार्टीका सङ्गठन, धेरै कुराहरू छ। उहाँहरूले यदि भन्यो भने सायद प्रतिनिधिमा पनि म ट्राई गर्न सक्छु। कहाँबाट चुनाव लड्नुहुन्छ? लड्ने भने मेरो गृहनगर भनौँ, गृहवाडा भनौँ, मेरो गृहवाडा 21 हो। कति नम्बर क्षेत्रबाट लड्नुहुन्छ तपाईँ? ठ्याक्कै भन्नुहोस् त, जनताले हेरिरहेको छ। हजार जनतालाई तपाईँलाई हेरिरहेको छ। यो क्यामेरा मार्फत घोषणा गर्नुहोस्, कहाँबाट लड्नुहुन्छ तपाईँ? मैले लड्न पाएँ भने मलाई पार्टी अनि हाम्रा जति अभिभावक उहाँहरूले साथ दिनुभयो। मन छ तपाईँको? मन छ कि छैन? मेरो मन छ चुनाव लड्ने। म 5 वर्ष त्यागेँ कि त्यसको लागि। कुन ठाउँबाट लड्नुहुन्छ? म जहिले नि मेरो गृहवाडा, गृह क्षेत्र भनौँ। कति नम्बर क्षेत्र? धनुषाको 4 नम्बर क्षेत्र। धनुषामा दिग्गज नेताहरू छ अहिले। रघुवीर महासेठको कुरा गरौँ, महेन्द्र यादवको कुरा गरौँ, तपाईँ एउटा साधारण युवा, साधारण घरको परिवारको युवा नेता, कसरी सक्नुहुन्छ? सम्भवै छैन। उहाँहरूको तपाईँ जति उहाँ हाम्रा ठुला नेताहरूको नाम दिनुभयो, म व्यक्तिगत रूपमा उहाँहरूलाई पनि चिन्छु होइन। मेरो वास्तविक पृष्ठभूमि भनेको एउटा साधारण परिवार तपाईँले भन्न मिल्दैन है। हुने गरी खाने घरको हो म होइन। म बनियाको छोरा हो, साउजी हो म होइन। सक्नुहुन्छ तपाईँ? चुनावमा जे तोक्या छ नि, हजुर, जे हामीले खर्च गर्ने गरी जहाँसम्म चुनाव नेपाली काङ्ग्रेस एमालेको यहाँ ठुलो सङ्गठन, हजुर, रासपाको छैन। यो कुरामा म तपाईँलाई यो कुरालाई म खण्डन गर्छु। कसरी भनिदिनु सङ्गठन छैन? छ नि, नेपाली काङ्ग्रेसको एमालेको सङ्गठन छ, रासपाको सङ्गठन छ। मेरो घरमा मेरो बाजे काङ्ग्रेस, मेरो बाउ एमाले, उहाँ लड्नु भएको थियो वार्डमा, अनि म रासपामा। कसरी तपाईँको आफै घरमा मतभेद छ भने कसैले चुनाव लड्नु? त्यो एउटा इरा थियो, त्यो एउटा जेनेरेसन थियो। मेरो हजुरबा बितेर जानुभयो, मेरो बुवा चाहिँ तपाईँको 70+ हुनुभयो। म तपाईँ अब चुनाव लड्नु हुँदा अहिले तपाईँको घरमा को कुन पार्टीमा छ? अहिलेको अवस्थामा मेरो परिवारमा एकजना मात्रै जो राजनीति गर्छ, म। तपाईँ गर्नुहुन्छ? म जोइन्ट फ्यामिली। म आज पनि म 3जना दाजुभाइ होइन, एउटा ठुलो दिदी, मम्मी बुवा, मेरो बुढी अनि बालबच्चा। सक्नुहुन्छ तपाईँ? किन नसक्नु? अब जति निर्वाचनले तोक्या छ त्यति खर्चमा सकिन्छ त युवाले। यहाँ त रासपाको सङ्गठनै छैन अनि भन्नुहुन्छ के? कसरी आधार के छ? सुन्नु न, तपाईँलाई जनता भोट दिने आधार के छ? आधार भन्नुहोस् त, ठ्याक्कै भन्नुहोस्। सुन्नु न, मासु भात खुवाएर मैले होइन, आधार जनतालाई तपाईँलाई भोट हाल्छ, आधार दिनुहोस्। मेरो के आधार? मेरो राजनीतिक के भिजन छ तपाईँसित? भिजनमा कुरा गरौँ न, आधार छोडौँ न। आधार भनेको तपाईँको सङ्गठन नहुनु ठुलो कुरा होइन। हामीसँग सङ्गठन छ, पालिका हिसाबले, वडा हिसाबले, सबैमा छैन भन्न मिल्दैन, सबै वडामा छैन, तर पालिका वडा केही छ, हामीले त्यहाँ सङ्गठन विस्तार गरेका छौँ, अझै पनि लागि परेका छौँ होइन। तर म सक्दिनँ, म गर्नै सक्दिनँ त्यो चाहिँ भन्न मिलेन। त्यो जे तपाईँले भन्नुभयो नि, हामीलाई चुनावमा होमिन सङ्गठन, अलिकति निर्वाचन आयोगले तोकेका खर्च होइन। हामीले भिजन के छ तपाईँलाई? तपाईँ एउटा युवा हुनुहुन्छ, मेरो भिजन प्रष्ट हो। समग्र के गर्नुहुन्छ तपाईँ? म जनताको लागि हेर्ने हो भने संविधान र पार्टीकै विधानमा म संविधानमै लेख्न चाहन्छु कि यस देशमा भएका हरेक आम जनताले म क्लियर भन्न चाहन्छु, उहाँहरूको नैसर्गिक अधिकार या फन्डामेन्टल राइट भनौँ न, जुन लेखा छ निःशुल्क सार्वजनिक शिक्षा र स्वास्थ्य, त्यो चाहिँ म जुन पार्टी सरकारमा रहे पनि, मेरो पार्टी या जुन पार्टी भए पनि देशकै संविधानमा लेख्नु पर्यो कि 100% तपाईँको एजुकेसन र हेल्थ फ्री हुनु पर्यो। अनि
यहाँ जुन क्षेत्रको तपाईँले कुरा गर्नु म पछि गएर यो क्षेत्रमा केही गर्न चाहन्छु भने अनि जनकपुरको पर्सपेक्टिभमा म पहिले बोल्न चाहन्छु। जनकपुरमा पर्यटन भने हाम्रो यहाँको युवाको लागि आम्दानी र यहाँको समाज जनकपुरको हाम्रो धरोहर जानकी मन्दिर अहिले पनि त्यहाँ ध्वस्त परिरहेको अवस्थामा फोहोर धेरै फालिन्छ। हाम्रो स्वच्छ जनकपुर छँदै छैन। तपाईँहरू खोइ आवाज उठाएको त? तपाईँ एउटा युवा नेता हुनुहुन्छ, जोस जागरण छ, खोइ आवाज उठाएको? सुन्नुहोस्, कहिले पनि हेरेन तपाईँले? म मान्छु, किनभने यसरी मिडियामा आएर तपाईँको जतातता यो त्यो देखाएर म त्यो चाहिँ गर्दैन। तपाईँ के गर्नुभयो जनकपुरका लागि? तपाईँ के गर्नुभयो ठ्याक्कै भन्नुहोस्। महिनामा तपाईँको नभए पनि हप्ता पछि या 15 दिनमा 2 चोटि म नगरपालिका भिजिट गर्छु। हो, नगरपालिकाबाट उठाएर कुकुर फालिदिनेदेखि लिएर तपाईँको अहिलेको जुन जाडोमा त्यो इन्धन बाँडिदिनसम्म अन्य कुराहरू जे छ हाम्रो अहिले स्वच्छताको जुन तपाईँले भन्नुभयो जनकपुरमा मठ मन्दिरहरू छ, पोखरीहरू छ, तलाउहरू छ, उनीहरूको सरसफाइको लागि अनि समुदायमा वाडा हिसाबले त्यो सरसफाइ गरिदिनका लागि म तपाईँको पालिका भिजिट गर्दै गर्दा तपाईँ त्यहाँ भएका कर्मचारी, त्यहाँ भएका हाम्रा जुन कर्मचारीहरू हुन्छ, तहगत राजनीतिक गर्ने व्यक्तित्वहरू अनि समेत मेयरज्यू समेतलाई मैले कतिचोटि उहाँका पिएहरू हुन्छ उहाँहरू माझमा गएर अनि यी कुराहरू उठाइदिने गर्छु। चाहिँ मिडिया ट्रायल चाहिँ म प्रायः तपाईँको यस्ता कुराहरूमा मिडिया ट्रायल म गर्दिनँ, लिने गर्ने फोटो पोस्ट गरिदिने केही गरिदिने त्यस्ता कामहरू म गर्दिनँ। तपाईँलाई केपी शर्मा ओली, हजुर, शेरबहादुर देउवा, हजुर, प्रचण्ड, तपाईँलाई कुन नेता मनपर्छ? विचारधाराको हिसाबले कि उहाँहरूको जुन आइडियोलोजी छ पोलिटिकल त्यो हिसाबले? पोलिटिकल हिसाबले भन्नुहोस् त। आइडियोलोजी त पोलिटिक्सको सबैको राम्रै भन्नु पर्यो। अब उहाँहरूको विचारधारा जुन छ नि, जुन इम्प्लिमेन्ट गर्न सकेन उहाँहरूले सत्तामा आएर, होइन, त्यसमा मलाई लाग्दैन उहाँ तिनैजना नराम्रो भन्न मिल्दैन। केपीलाई के भन्न चाहनुहुन्छ तपाईँ? हि इज अ डिक्टेटर। प्रचण्डलाई? उहाँसँग जे एजेन्डा थियो त्यो माग पुरा भयो, धर्मनिरपेक्षता थियो, जातीय डिस्क्रिमिनेसन। अहिले ठ्याक्कै यो कुरा गर्नुहोस् त, अहिले हाम्रो देशमा हिन्दू राष्ट्रको विभिन्न ठाउँमा आवाज उठिरहेको छ, नेताहरू चुप किन लागेको छ? मलाई त लाग्दैन सबै नेता चुपै होला, तर समयले जे भन्छ, जसरी हाम्रो समय परिवर्तन हुन्छ, जनताले जे चाहन्छ त्यही हुन्छ। हामी त्यो कुरा जनतामा छोड्छौँ, हामी आफ्नो माझमा राख्दैनौँ। तपाईँको अहिले जनकपुर केन्द्रित भएर कुराकानी हामी गरिरहेको छौँ। हजुर, जनकपुर ठाउँमा धेरै बेतिथिहरू पनि छ, जनकपुर महानगरपालिका बेतिथि छ, केही काम पनि भइरहेको अवस्था देखिँदैन खासै। अहिले शीतलहर बढेको अवस्थामा छ, तपाईँहरू खास गरेर युवाहरू के गरिरहेको छ अहिले? शीतलहरमा हामीहरूले आफ्नो तर्फबाट गोजी खर्च गरेर हामीले त केही गर्न भ्याएन, होइन, तर सम्बन्धित जुन निकाय छ जस्तै पालिका भयो, वाडा भयो, ती ठाउँहरूमा गएर अब अहिले यत्रो जाडो बढेको छ, कमसेकम गरिब विपन्न परिवारलाई तपाईँहरूकै माझबाट सरकारी कोटाबाट जे आउँछ वास्तवमा त्यो बजेट छुट्याएर आइन्छ, त्यहाँबाट मिलाउन सक्नुहुन्छ नि तपाईँहरू मिलाइदिनु। अनि अर्को कुरा इन्धनको जुन व्यवस्था हुन्छ पहिले चोकचोकमा गरिन्थ्यो, वास्तवमा यो शीतलहरी भनेको मधेसको अर्कै हुन्छ, ती कुराहरू बेरी बेरी तपाईँको सम्बन्धित निकायलाई बुझाइदिने, उहाँहरूलाई जानकारी गराइदिने, होइन। अब त्यहाँबाट केही भएको छैन भने हामीले पटक पटक ती कुराहरू गएर सुनाउँदै गर्दा भएन। हामीले आफ्नो लेभलमा सक्ने जति, होइन, कुनै ठाउँमा त्यस्तो छ भने हामी गरिदिन्छौँ, होइन, अब नसक्ने जति हामी झुट बोलेर भन्छ त्यसमा भन्नु हुँदैन। तपाईँ झुटो कुरा बोल्नुहुन्न। नेताहरू त बारम्बार झुटे बोलेको छ, जनतालाई ठगेको छ, नेता मात्रै अहिले जनता विश्वासै गरेको होइन। तपाईँ कसरी विश्वास दिलाउनुहुन्छ? तपाईँ आफै भन्नु कि एउटा कुरा भन्नुहोस् त ललनजी। हजुर, तपाईँले भनिराख्नुमा छ वार्ड छँदैछ तपाईँको लागि, मेयर छँदैछ, प्रदेश छँदैछ, तपाईँ प्रतिनिधि सभामा सोच कसरी बनाउनु भयो? समयको जे ऊ छ अनि हाम्रो पार्टीमा पनि छ जान्नेलाई छान्ने, होइन। अब मेरै उसबाट पार्टीबाट कोही मभन्दा राम्रै जान्ने हुनुहुन्छ भने उहाँलाई म प्रमोट गर्छु, होइन, उहाँलाई साथ। तपाईँ छोड दिनुहुन्छ? अभियस म छोडिदिन्छु। तर अहिले नेताहरूको प्रविधि के छ? हामीलाई टिकट पाएन भने बाँकी बारिदिने, आफ्नो पार्टीको सङ्गठनलाई हराउने प्रविधि छ हाम्रो देशमा। तपाईँ पनि यस्तो गर्नुहुन्छ? त्यसरी म गर्दिनँ। तपाईँले के भन्नुभयो? म युवा हो,
मैले मेरो इमान्दारिता र चरित्र बचाएर बसेँ भने सायद पार्टीले पनि हेर्ला, पार्टी सङ्गठनका व्यक्तिले पनि हेर्ला, अनि यहाँका जनताले पनि त्यो डिमान्ड गर्ला नि। ललनजी हामी कार्यक्रमको अन्ततिर छौँ। हजुर, तपाईँ हाम्रो सिटी टेलिभिजन देख्नेहार र हाम्रो सिधा बहसमा तपाईँलाई हेरिरहेको छ कि जनतालाई के सन्देश दिन चाहनुहुन्छ, तपाईँ आफ्नो पार्टीलाई के सन्देश दिन चाहनुहुन्छ, ठक्कै भन्नुहोस्। जनताको लागि त म धेरै ठुलो कुरा भन्न चाहदिनँ। तपाईँहरूले यतिका वर्ष पुराना पार्टीहरूलाई हेर्नुभयो, उहाँहरूको एजेन्डा हेर्नुभयो। हामीले त 3वटा ठुला दलदेखि लिएर क्षेत्रीय दलहरू जुन मधेस दलहरू छ उहाँहरूको एजेन्डा हेरौँ, उहाँहरूका मुद्दा हेरिसक्यौँ, उहाँहरूले गरेका विकास र उहाँहरूले के कति गर्नुभयो भने सबै हामी हेरिसकेका छौँ। अबको यो नयाँ युगमा जिन्जी आन्दोलनपछि जुन नयाँ शक्ति, नयाँ युवाहरू एकत्रित भएछ, हामीलाई एकचोटि मौका दिनु होला, होइन भने 5 वर्षपछि हामीलाई पनि फाल्न तपाईँले समय नलिनु होला। यो चाहिँ जनताको लागि भयो खासमा। अनि अब यता मेरो पार्टीको लागि, म पार्टीमा हुँदै गर्दाखेरि हाम्रो पार्टीले अवधारणा के अपनाएको छ, राम्रोलाई छान्ने, जान्नेलाई छान्ने। अब यही कुरालाई निरन्तर राखियोस्, होइन। पार्टीमा भएका केही ससाना तिना यताउता केही हुनसक्छ, त्यसलाई मिलाएर तर एकजुट भएर, होइन। अबको यदि यो पालि हामीले जे गर्न सकेनौँ भने सायद हामीले अर्को चान्स पाउँदैनौँ। त्यही भएर हामी एकत्रित भएर सबै युवा साथी एकजुट भएर, एक शक्ति भएर आउने चुनावमा हामी कमसेकम बहुमत 2/3 को ल्याएर देशलाई र जनताको जे आशा भरोसा हामीमाथि छ त्यो चाहिँ कायम राख्नलाई म आग्रह गर्न चाहन्छु। धन्यवाद। धन्यवाद तपाईँलाई अमूल्य समयको लागि। उहाँ हुनुहुन्थ्यो ललन नायकजी। सिधा बहसमा सिधा प्रश्न हामीले गर्यो, उहाँले जवाब दिनुभयो। सिधा बहसमा हामी जनताको चासो, जनताको गुनासो राख्ने प्रयास गर्दछौँ। व्यस्त हेर्दै गर्नुहोला सिधा बहस कार्यक्रम अर्को दिन पनि यही समयमा। धन्यवाद, नमस्कार।